दर्शकवृन्द कृपया ध्यान दिनुहोला, पहिलो पटक रेलमा पनि एटीएम लगाएको छ। मुम्बई मनमाड पञ्चवटी एक्सप्रेस भारतको पहिलो रेल बनेको छ जसमा जहाजमा एटीएम जडान गरिएको छ। एटीएम रेलको वातानुकूलित कोचमा स्थापना गरिएको छ र यसको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। मेसिनले यात्रुहरूलाई रेल चलिरहेको बेला पनि नगद झिक्न अनुमति दिन्छ। यो भारतीय रेलवेको नवीन र गैर भाडा राजस्व विचार योजनाको एक भागको रूपमा प्रस्तुत गरिएको छ। एटीएम एसी कोचमा राखिएको भए तापनि पञ्चवटी एक्सप्रेसका सबै 22 कोचका यात्रुहरूले यसमा पहुँच गर्न सक्छन् किनभने तिनीहरू भेस्टिबुलहरू मार्फत जोडिएका छन्। नगद निकासी बाहेक यात्रुहरूले चेक बुकहरू अर्डर गर्न र खाता विवरणहरू प्राप्त गर्न पनि एटीएम प्रयोग गर्न सक्छन्। चाखलाग्दो कुरा के छ भने मुम्बई हिङ्गोली जनशताब्दी एक्सप्रेसका यात्रुहरूलाई पनि उही एटीएम उपलब्ध हुनेछ, किनकि यसले पञ्चवटी एक्सप्रेससँग समान रेट साझा गर्दछ।